Hello everyone, welcome in my another video. आज चाहिँ हाम्रो डे 2. आज हामी सल्लेरी ओखलढुङ्गाबाट सल्लेरीदेखि ताक्सिन्डोसम्म पुग्छौँ होला अनि त्यसपछि चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ। अब हामी यहाँ रुम्जाटारदेखि ओखलढुङ्गासम्म जान्छौँ। हामी ओखलढुङ्गा बजारमा बसिरहेछौँ अब सल्लेरीको गाडी चढ्नको लागि। यहाँदेखि चाहिँ गयो क्या हो गाडी चढ्न त्यहाँ रेड कलर यो हो ओखलढुङ्गा बजार। खोइ मिलन चोकमा ओखलको ढुङ्गा पनि छ। अनि मलाई त त्यो बेनी गएको थियो नि बेनी अर्को बेनी क्या उता म्याग्दी बेनी यस्तो लागिरह यहाँ त। हिमालले हामी यतिकै भएको भयो त है यहाँनिर कस्तो राम्रो वर्णन गराउँछु। विदेशमा हो भने टिकट काटेर हेर्ने ठाउँ बनाउँछ होला नि। हामी धापमा छौँ। धापबाट पनि माउन्ट एभरेस्ट कति धेरै रेन्जेस भएको हिमालयहरू देख्यौँ है। त्यो के फर्स्ट टाइम मैले एकदम यति धेरै नजिक चाहिँ क्या अस्ति गोसाइकुण्ड जाँदाखेरि नि त्यो मतलब यति नजिक चाहिँ देखेको थिइनँ के। हेर्नुहोस् होला ल हेर्नु कति राम्रो हो क्या। यहाँ सगरमाथा अझै अहिले भन्दा बिहान यस्तो मजाले फुल्छ। हाम्रो थुक्पा रेडी भयो। एक कान बन्द भएन खान कि फोन चलाउनु पहिला फोन लगाइदिनु पर्यो। आउँदाखेरि क्या ठ्याक्कै लिइरहेको थिएँ अनि बाहिर हतार झरिहाल्यो यस्तो। एटिएममा आएको लक्ष्मी सनराइज सल्लेरी बजार कस्तो राम्रो क्या। मलाई त मार्फा घुमे जस्तो लाग्यो कि मार्फाको एरिया जस्तो है। घरहरू पनि कस्तो राम्रो कस्तो चिसो लाग्यो चाहिँ यति हाइटमा पनि मलाई चाहिँ। सबैलाई चिसो सल्लेरी बजारमा हिँडिरहेछौँ हामी। सोलुखुम्बुको सदरमुकाम भएपछि हेर्नु नि हो पिके भनेको हिमालको नाम हो।
नजिक फेरि सल्लेरीको हिमालय किचनमा हामी हाम्रो आजको दिन यतिकै भयो गाडीमा मात्र ट्राभल भयो यस्तो राम्रो देखिरहेछ यता सल्लेरी बजार ए अघि उहाँ हुनुहुन्थ्यो सल्लेरीको मोमो खाइदिउँ सल्लेरीको मोमो खाइदिउँ बनाउनु नि त मोमो चाहिँ गनिहाल्नुपर्छ यहाँ चाहिँ 8 वटा हुँदो रहेछ 1 प्लेटमा सल्लेरीको बजारमा ब्रिज पार गर्दैमा हामी यो चाहिँ फाप्लु बजार अब फाप्लुदेखि चाहिँ हामी ताक्सिन्डो लाग्छौँ वी आर हियर के खाले यो बोलेरो हो त यो है बोलेरो है यहाँ चाहिँ यस्तै खालको गाडी लाग्छ सामान पनि राख्न पाइयो अनि मान्छे पनि अट्यो यस्तै गाडीमा हामी जाँदैछौँ मनिद ए आँखा एकछिन यस्तो बन्द गरेर बस्नु न एकछिनलाई ओके अब हामी ताक्सिन्डो पुग्छौँ त्यहाँ बस्छौँ होला आज अब हिँड्नु आज चाहिँ गाडीको मात्र ट्राभल भयो अब हिँड्दैनौँ हामी चाहिँ यहाँ फाप्लु एयरपोर्ट आइपुग्यौँ फाप्लु एयरपोर्टमा के हो प्लेन बनाइरह हो यत्रो हुन्छ प्लेन पनि अनि यहाँबाट देखिने माउन्टेन ल म रोडमा यसै गइरहेछु कस्तो चिसो छ हामी यहाँ सल्लेरी फाप्लुमै रात पर्यो म चाहिँ घर जान यसरी हामी चाहिँ बिहान 9 बजीदेखि निस्केको है सल्लेरीदेखि अनि सल्लेरी रुम्जाटारदेखि रुम्जाटारबाट 9 बजी हिँडेको अनि सल्लेरी आएर गाडी कुदा 11 बजी हिँड्यो अनि त्यसपछि 12 बजीतिर आइपुग्यौँ हामी 11 होइन 1 बजीतिर आइपुग्यौँ है सल्लेरी त्यहाँदेखि कुदेको ताक्सिन्डोको गाडी बल्ल 6 बज्न लागिसक्यो बल्ल हिँड्यो अब हाम्रो बसाइ ताक्सिन्डोमा अँधेरोमा हिँडेर जान्छौँ हिमालको लाइटले होला हामी एकदम गोरी भइरहेछ आइपुग्यौँ हामी ताक्सिन्डो यस प्लास्टिक थपिन्छौँ आज भोलिको लागि आज हामी आइपुग्यौँ ताक्सिन्डो कुन होटल थियो अरे कुन होटल हो एभरेस्ट हो कि अनि त्यसपछि अब हामी छिटो उठेर जान्छौँ यहाँको कस्तो राम्रो उयो
अर्गनाइज कस्तो राम्रो छ काठको यो दाजु चाहिँ कहाँ पुग्नुहुन्छ अरे ल कस्तो छ जस्तो भयो नि बस्नु परेको यो हाम्रो रुम दिस इज आवर फाइनली कस्तो राम्रो के है यो काठको गर्मीमा नि शीतल हुन्छ होला कि यस्तो काठ चाहिँ उता पाउँदैन नि त फेरि है सालको काठहरू चाहिँ पाउँछ अब सुत्तिन्छौँ भने खाना खाएर पनि सुत्तिन्छौँ भोलि बिहान चाँडो त उठ्दैन होला चाँडो उठ्नुपर्छ होला हौ त्यही 6 बज्नु लाग्दा उठ्ने टोइलेट गएर खान्छ यहाँ त वासरुम त होइन खोइ तल गएको हो ओके ल अब खाना खाना फ्रेस हो अनि खाना खाऊँ अनि आगो ताप्न चिम्नीमा मलाई सबसे त्यो फेभरेट पार्ट नै त्यही है चिम्नी आगो तापेर बस्नु हाले हाम्रो खाना आइसक्यो के हो यो अचार खाइदिउँ ल लसो मेरो त उसी नै दाल म त नखाने ए हातले खाने हो कसरी ग्राम कम भन लाइटिङ पुगेन अब भोलि कति हामी 5 बजे उठ्ने ओके गुड नाइट भोलि सुरु हुन्छ हाम्रो बल्ल ट्रेक